सो हेलो गाइज, वेलकम ब्याक टु माई अनदर न्यू भिडियो र नयाँ मुभीको अपडेट दिन गइरहेको छु म। सो होप कि तपाईँहरू यो भिडियोहरू इन्जोय गर्न सक्नुहुन्छ भन्ने आशा गरेको छु र तपाईँहरूको लागि म नयाँ नयाँ भिडियो ल्याउने कोसिस गरिनेछु। तबसम्मको लागि तपाईँ लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। सो आजको भिडियो रहेको छ स्पेसली तपाईँहरूको लागि, किनभने आज चाहिँ मैले एमएसएम भिडियोबाट मुभी हेर्ने इजिली अप्सन खोजिसकेको छु र तपाईँहरूको लागि मैले स्थिर अप्सन ल्याइरहेको छु। बट दुःखको कुरा यो हो कि तपाईँहरू भित्र गएर के अरे स्क्रिनसट या फिर मोबाइल अलिकति तपाईँले सिरिजको सर्ट लिन पाउनुहुन्न। एमएस भिडियोको राम्रो अप्सन रहेको छ, किनभने यसरी स्क्रिनसट लियो भने मुभी सायद हिसाबमा बाहिर चाहिँ निकाल्ने कोसिस गर्छन् भनेर चाहिँ यो अप्सन निकालेको। यो अप्सन मेरो लागि एकदम मलाई खुसी लाग्यो देखेर, बट दुःखी लाग्यो तपाईँहरूलाई मैले चाहिँ अप्सन बचाउन पाउँदिनँ, किनभने मुभी कसरी हेर्ने होइन, मुभी चाहिँ कसरी पेमेन्ट गर्ने भन्ने कुरा देखाउन मिल्दैन। त्यो भएर दुःख लाग्यो, नत्र भने तपाईँहरूको लागि मैले इजिली देखाउने कोसिस गर्नेछु। तपाईँहरूको लागि म यति भन्न गइरहेको छु, हाउ टु वाच एमएस भिडियो, एमएसएम भिडियो नेपाली मुभी। मैले अलरेडी दुईवटा नेपाली मुभी हेरिसकेको छु। सो त्यही हिसाबले म तपाईँहरूलाई भन्न गइरहेको छु र मैले चाहिँ दुईवटा मुभी हेर्नेमा गरेको छ। एउटा हर्षदीर्घ र ज्वाइँ साहब, र तेस्रो मैले परदेशी 2 पनि हेरिसकेको छु। सो तपाईँहरूको लागि मैले त्यही भएर इजिली अप्सन निकालिरहेको छु। सो पहिला चाहिँ तपाईँहरूले चाहिँ रेजिस्टर गर्नुपर्छ आफ्नो इमेल आइडीबाट, र रेजिस्टर भएपछि तपाईँहरूले त्यहाँ गएर तपाईँले पर मुभी 600 नेपाली मुभी दिनुपर्छ। बट मेरो हिसाबमा त्योभन्दा राम्रो अप्सन पर मुभी होइन। तपाईँहरूले चाहिँ मेरो हिसाबमा चाहिँ तपाईँहरूले सब्सक्रिप्सन लिन सक्नुहुन्छ। बहुत इजिली छ गाइज, यति इजी छ कि त्यो जसले पनि गर्न सक्छ होइन। फर्स्ट अफ अल तपाईँहरूलाई त्यहाँ 3 महिनाको सब्सक्रिप्सन हुन्छ र तपाईँहरूलाई 3 महिना या फिर 6 महिना या फिर 9 महिना। 3 महिनाको लागि 299 छ भने 6 महिनाको लागि 499 छ, सरी 599 आई थिङ्क। अनि चाहिँ तेस्रो अप्सन रहेको छ तपाईँहरूको लागि 899 1 इयरको लागि। र मैले चाहिँ लिएको छु 299 रुपिजको सब्सक्रिप्सन। तपाईँहरूलाई विश्वास लाग्यो भने म तपाईँहरूलाई ई सेवाको स्क्रिनसट राखिदिनेछु। र 299 मैले सब्सक्रिप्सन लिइसकेको छु र धेरै नै सजिलो रहेको छ भाइ। तपाईँहरू त्यहाँ आफ्नो इमेल के अरे तपाईँहरूले चाहिँ उहाँ ई सेवा आइडी र तपाईँको एमआरपी कोड हाल्नुहोस्। त्यसपछि तपाईँको एउटा कोड आउनेछ सिममा, र त्यो कोड हालेपछि तपाईँको इजिली सबै चिजहरू ओपन हुनेछ। अनि तपाईँहरूलाई एकदम सजिलो तरिकाले नेपाली मुभी हेर्न सक्नुहुन्छ। जो आई थिङ्क मेरो हिसाबमा चाहिँ यो नेपाली ओटिटी प्लेटफर्म धेरै राम्रो विकास भइरहेको छ। मलाई चाहिँ यो भिडियो पसल भन्दा पनि सिनेमाघर भन्दा पनि यो एकदमै राम्रो अप्सन लागेको छ, किनकि यसमा तपाईँहरूले हर 2 मन्थ 3 मन्थ्समा भइरहेको मुभीहरू रिलिज भएको हुन्छ होइन। त्यो मुभी चाहिँ इजिली तपाईँले यसमा हेर्न सक्नुहुन्छ। र सब्सक्रिप्सन लिएपछि तपाईँले अनलिमिटेड मुभीहरू हुन्छ जो पनि तपाईँले हेर्न सक्नुहुन्छ। सो विश्वास लागेन भने तपाईँलाई म चाहिँ स्क्रिनसट राखिदिनेछु होइन, किनभने मान्छेहरूले सोध्छन् कि यसले फेक गर्यो यो गर्यो भन्ने हुन्छ होइन। मैले ट्राई गरेको थिएँ स्क्रिनसट लिने, बट स्क्रिनसट हुँदो रहन्छ। त्यही भएर तपाईँहरूको लागि म चाहिँ यत्तिकै बताइरहेको छु। हो कि तपाईँहरूले भिडियो मन पराउनुहुन्छ होला भन्ने आशा गर्दै म भिडियो एन्ड गर्न चाहन्छु। सो थ्याङ्क्स फर वाचिङ भिडियो। लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु गाइस। फेरि नेक्स्ट भिडियोमा भेटौँला। अनि मैले चाहिँ स्क्रिनसट राखिदिनेछु ई सेवाको। सो अहिलेलाई टेक केयर, बाई बाई गाइज।